हेलो साथीहरू, आजको भिडियोमा म तपाईहरुलाई अन्डा करीको रेसिपी सेयर गर्न जाँदैछु। पहिला त मैले अन्डालाई बोइल गरेर यसरी दुई भागमा काटेर रेडी गरिसकेको छु। सँगसँगै तोरी, लसुन, जिरा, धनिया र सुकेको खुर्सानी पनि पिने रेडी गरिसकेको छु। अब सबै अन्डालाई दुईतिरबाट उल्टाइ-पुल्टाइ गरेर तेलमा फ्राई गर्दै छु। अब यतिको भएपछि हाम्रो यो फ्राई भइसक्यो, निकाल्दै छु। अब तेलमा तेजपत्ता, सुकेको खुर्सानी, 5 फोरन र प्याज राख्दै छु। अब यसमा आलु हाल्ने बेला भयो। अब आलु हाल्दै छु मैले। एकछिन आलुलाई चलाएपछि यसमा नुन र हल्दी राख्दै छु। अब यसमा टमाटर अनि अघि पिनेको मसलाको पेस्ट पनि राख्दै छु। सँगसँगै थोरै कश्मिरी मिर्च पनि। मसलाले चाहिँ मज्जाले भुट्नुपर्छ, नभए यो गनाउँछ अनि मिठो टेस्ट हुँदैन। यतिको मसला मिलेपछि यसमा हामीले झोल हाल्दिनुपर्छ। म झोल हाल्दै छु। अब यसमा मिक्स मसला र कसुरी मेथी पनि हाल्दै छु। एकछिन झोललाई मज्जाले उम्लिन दिनुपर्छ। त्यसपछि हामीले सबै अन्डालाई राख्दिनुपर्छ यसरी। गरम मसला राख्दियौँ। अब लास्टमा यसमा धनिया राख्दियौँ। रेडी भयो हाम्रो अन्डा करी। यदि तपाईहरुलाई मेरो रेसिपी मन पर्यो भने लाइक गरिदिनु होला। थ्यांक यू सबैजनालाई।